गुड आफ्टरनुन एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि साथीहरू म रान्तल हुँदै नगरी सब्जी मन्डल हेर्नु त तरकारी कति महँगो, हरियो प्याज मलाई कस्तो खान मन लाग्थ्यो। 60 रुपियाँ पाओ कि साथीहरू, नयाँ छ नि त। फेरि भगला सम्झेँ क्या, म नयाँ छ अलिक कन्ट्रोल गर्छु भनेको ठ्याक्क मन्दिर त्यहीँ छ क्या, भोलेनाथको जय शम्भु। अनि म सिधै लागेँ नकिनेर है साथी। अनि म गएँ साथी घरतिर, बाटोमा जाने बेला त्यो दिदीको जहिले पनि म चटपटे पसल देख्थेँ कि भिड भएको, तर म कहिल्यै खाँदिनँ थिएँ कि उभिएर लाज लाग्छ नि साथी एक्लै भएर। अनि आज चाहिँ अचानक मेरो अटो, जुन अटोमा आएको थियो त्यो अटो यहीँ उभियो के केही किन्नको लागि। मैले सोचेँ त्यही बाहना छ, आज चटपटे लगेर जाम साथीहरूमा खान्ला भनेर। अनि दिदीले चाहिँ मलाई चाख्न दिनुभयो कि। अनि 50 रुपियाँको चटपटे लिएर म त सिधै अटोमा टट गरेर हिँडेँ। अटो पनि फेरि त्यस्तै आवाज आउने कि। म फाइनली साथी घर पुगेँ। यहाँ चाहिँ आन्टी पनि हुनुहुन्थ्यो, मेरो साथी चाहिँ मसँग रिसाएकी थिए, त्यसले बोलाएको बेलामा आउनु पर्ने अरे। अनि मुख देखा भनेको काली भएर राम्रै छैन अरे। साथीहरू आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, मन पऱ्यो लाइक गरिदिनु होला। ओके बाई, टेक केयर।